भन्दै कीर्तन गाऊ। झुटो संसार भुलेर उनकै शरण जाऊ। ब्रह्मा विष्णु महेश्वर भन्दै कीर्तन गाऊ। झुटो संसार भुलेर उनकै शरण जाऊ। ब्रह्मा विष्णु महेश्वर भन्दै कीर्तन गाऊ। झुटो संसार भुलेर उनकै शरण जाऊ। ब्रह्मा विष्णु महेश्वर भन्दै कीर्तन गाऊ। झुटो संसार भुलेर उनकै शरण जाऊ। ब्रह्मा विष्णु महेश्वर भन्दै कीर्तन गाऊ। झुटो संसार भुलेर उनकै शरण जाऊ। ब्रह्मा विष्णु महेश्वर भन्दै कीर्तन गाऊ। हरि हरि ब्रह्मा विष्णु महेश्वर भन्दै कीर्तन गाऊ। जिन्दगी भोरी सम्पत्ति जोरी आखिर के मटाए। जिन्दगी भोरी सम्पत्ति जोरी आखिर के मटाए। तेरो र मेरो भनेर उल्टाई मलामी घाटाए। हरि हरि तेरो र मेरो भनेर उल्टाई मलामी घाटाए। जन्म मरण सत्य हो अरू रहेछ खेल। मान्छे त्यसै भुलाउने दुई दिन बाँचौँ। जन्म मरण सत्य हो अरू रहेछ खेल। मान्छे त्यसै भुलाउने दुई दिन बाँचुन्जेल। जन्म मरण सत्य हो अरू रहेछ खेल। मान्छे त्यसै भुलाउने दुई दिन बाँचुन्जेल। जन्म मरण सत्य हो अरू रहेछ खेल। मान्छे त्यसै भुलाउने दुई दिन बाँचुन्जेल। जन्म मरण सत्य हो अरू रहेछ।
सुख सम्पदम शत्रु विनाशाय दीपो ज्योति नमस्तुते। हे राधिनु नमो नमः हरि हरि। अब गणेश माथि कर्ममा लाग्नु भएको छ भगवान जनै राख्नु पर्यो, सुपारी राख्नु पर्यो। जनै सुपारी यहाँ गणेशलाई सौभाग्य मिल्छ। अङ्ग सहित आए सबैलाई पुछामा फुलहरु राख्दिनु, चन्दन नक्षत्र राख्दिनु। सबै बेच्छ। अनि यता आउने नानी खोइ त भाउजू हसराणीमा गौरेणायते प्रजापतिमा सबैमा जल चढाउने, अक्षता चढाउने। कलशमा त हैन होला नि। हैन कलश हैन, लाभा माथि झर्किने हो। माथि चारको लाभा। लाभा सबै जुनाहरुमा जुनामा नछुटोस् है। सगो चेष्णो देहो समपदाक भगवान। बाहिर बाहिर है बाबु त्यो लाभा। सर्वोतानम सामी भवे श्रीयम भयो। हरि हरि बनाएर आएर बाहिर लाएर यहाँ छौ बाबु। नानीले पानी खान्छौ यता यहाँ उस थियो। खुसी भयो मन हरि जप राम भज नाचन भक्त जन झिलिमिली मन्दिरैमा खुसी भयो मन हरि जप राम भज नाचन भक्त जन झिलिमिली मन्दिरैमा झिलिमिली मन्दिरैमा खुसी भयो मन हरि जप राम भज नाचन भक्त जन झिलिमिली मन्दिरैमा खुसी भयो मन हरि जप राम भज नाचन भक्त जन झिलिमिली मन्दिरैमा
पूजा गर्नु दान पनि गर्नु बाँचुन्जेल धर्म गर्नु एक दिन त छ मर्नु ध्यान गर्नु पूजा गर्नु दान पनि गर्नु बाँचुन्जेल धर्म गर्नु एक दिन त छ मर्नु ध्यान गर्नु पूजा गर्नु ध्यान गर्नु पूजा गर्नु दान पनि गर्नु बाँचुन्जेल धर्म गर्नु एक दिन त छ मर्नु ध्यान गर्नु पूजा गर्नु दान पनि गर्नु बाँचुन्जेल धर्म गर्नु एक दिन त छ मर्नु ध्यान गर्नु पूजा गर्नु सक्यो केसा रिस राग गर्नु भन्दा धर्म गर्नु बेसा तेरो मेरो भन्दा भन्दै फुलिसक्यो केसा रिस राग गर्नु भन्दा धर्म गर्नु बेसा तेरो मेरो भन्दा भन्दै भन्दै फुलिसक्यो केसा रिस राग गर्नु भन्दा धर्म गर्नु बेसा तेरो मेरो भन्दा भन्दै फुलिसक्यो केसा रिस राग गर्नु भन्दा धर्म गर्नु बेसा तेरो मेरो भन्दा भन्दै इष्टमित्र धन पैसाको खेला आखिरीमा पर्नु पर्छ हे महाराजको फेला दाजुभाइ इष्टमित्र धन पैसाको खेला आखिरीमा पर्नु पर्छ हे महाराजको फेला दाजुभाइ इष्टमित्र
दाजुभाइ इष्टमित्र धन पैसाको खेला आखिरीमा पर्नुपर्छ हे महाराजको फेला दाजुभाइ इष्टमित्र धन पैसाको खेला आखिरीमा पर्नुपर्छ हे महाराजको फेला दाजुभाइ इष्टमित्र दान धर्म तीर्थ व्रत सधैँ गर्ने गर स्वर्ग जाने बाटो पनि खुल्छ सारा सारा दान धर्म तीर्थ व्रत सधैँ गर्ने गर स्वर्ग जाने बाटो पनि खुल्छ सारा सारा दान धर्म तीर्थ व्रत दान धर्म तीर्थ व्रत सधैँ गर्ने गर स्वर्ग जाने बाटो पनि खुल्छ सारा सारा दान धर्म तीर्थ व्रत सधैँ गर्ने गर स्वर्ग जाने बाटो पनि खुल्छ सारा सारा दान धर्म तीर्थ व्रत सबै अन्धकार जता पनि पापै पाप कहिले लाग्ला पार यता हेर्यो उता हेर्यो सबै अन्धकार जता पनि पापै पाप कहिले लाग्ला पार यता हेर्यो उता हेर्यो हेर्यो उता हेर्यो सबै अन्धकार जता पनि पापै पाप कहिले लाग्ला पार यता हेर्यो उता हेर्यो सबै अन्धकार जता पनि पापै पाप कहिले लाग्ला पार यता हेर्यो उता हेर्यो सबै सेरो फेर आखिरीमा सम्झे
जीवन के नै छ र अर्काको रिस गर्नुभन्दा आफ्नो कर्म गर आज भन्यो भोलि भन्यो जीवन के नै छ र अर्काको रिस गर्नुभन्दा आफ्नो कर्म गर आज भन्यो भोलि भन्यो आज भन्यो भोलि भन्यो जीवन के नै छ र अर्काको रिस गर्नुभन्दा आफ्नो कर्म गर आज भन्यो भोलि भन्यो जीवन के नै छ धेरै पढाए बाबा त्यहाँनिर धेरै पढाए अब फेरि दिँदैन ल भनौ त फर्के गुरुबालाई पाल्ने म फुलाइदियो तिमी नाच्छ तिमी नाच्छ म फुलाइदियो फुलाइदिन्छ पैसा दिइसकेँ यसलाई त्यही राखेर सकल विघ्नं हरं नमामि भक्तिप्रिया भयवारणं उग्रस्य भवसागर तारणं ज्योतिनामरायणं गुणास्य सुखं नित्यकारणं दारिद्र्य दुःखदाहनं च नमजानिशलं कमलाधारणं गायत्री दुःखदाहनं नमः शिवं प्राणोप्रियाय प्राणायते नमो
नमस्तस्मै नमो नमः महेश्वर नमस्तस्मै 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 नमो नमः सन्तां हृदयासाय गोविन्दाय नमो नमः रवि भगवानको अब मैले पानी खाएको हुन्छ है ल बनाएर भोलि पुग्छ ल त अब झर है पशुपतिनाथ भगवान को, गौ माता को, भगवान को, रुद्र भगवान को। देवसुराय सहाय देव समायुक्तम नस्यः घरणाय देवसु प्रजापतिनाम। ल हजुरहरुले सम्झाउनु पर्यो। झोला उसलाई त्यो झोलान दिन दाइ हो। ल राम्रोसी गएर पढेर आऊ।
शिक्षा लिएर आऊ भन्नु पर्यो माता पिताले चप्पल लाएर होइन चप्पल लाउनु फेरि भएर ज्ञानी भएर आऊ भन्नु पर्यो पढेर ज्ञानी भएर आऊ है कहाँ हुन्छ त्यसो वर्तमानमा कर्मचारी भवन पालन गर्नुपर्छ कर्मचारीको नियम पालना गर्ने ठिकै छ ल अब ढोका र बाआमालाई नेउरे ढोका र बाआमालाई भाइ बा हुन्छ पर्दैन होइन ढोक्नुपर्छ ल अब खै मामाहरू मामाहरू ल मामा मामा गेटमा बस्न पाइँदैन हो गेटमा बस्न पाइँदैन यो त मेरो बाबुले जानेछन् भाका त त्यतिकै छोडिदिनु थियो बिचरा तेरो मेरो भन्दा भन्दै जान्छ जीवन चोला धनको तिर्खा मेटाउने भेटिँदैन खोला दुई दिनको हो सम्झना छैन मरिलाना दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलाना दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलाना दुई दिनको सम्झना दुई दिनको सम्झना सम्झना छैन मरिलाना दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलाना दुई दिनको सम्झना दुई दिनको सम्झना छैन मरिलाना दुई दिनको सम्झना दुई दिनको सम्झना सम्झना हरि हरि मर्न कहिले पर्दैन जे गर्छ मान्छे किन लिन मात्रै खोज्छ सधैँ खोज्दैन केही दिन विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो
कायौँ रित्दै जान्छौ संसारकै रित टाढिएर बाँच्न सिकौँ लोभ र मोहसित कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई हरि हरि धनी गरिब ठुलो सानो भन्छन् उच्च नीच अझै धेरै झै झगडा आफन्तकै बीच हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता रमिता हरि हरि धनले सुख मिल्न सक्छ खुसी मिल्ने होइन महलमै बस्नेको नि मनमा सन्तोष छैन भयो धनको मन पारे लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी लौन प्रभु हरि भयो धनको मन परी भयो धनको मन परी हरि हरि धनकै लागि हुन्छन् कति हत्या हिंसा पनि आफन्तले आफ्नै ठग्छन् नजिकैको बनी छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा छन झर धनैमा छैन हरि मनैमा छैन हरि मनैमा मनैमा हरि हरि अबुझको जीवन जान्छ धनकै पछि भागी
बुझ्नेहरू केही गर्छन् समाजको लागि जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर दान पुण्य गरेर जाउला स्वर्ग तरेर जाउला स्वर्ग तरेर तरेर हरि हरि रिसराग मोह त्याग खुसी भन्न सिकौ कोही छैनन् पर यहाँ आफ्नो भन्न सिकौ पर यहाँको छ र स्वर्ग जाने बाटो नाडुङ्गा जाने बाटो
जालालाई वरदान देऊ न कपुरवती जालालाई सन्धे आरतीमा कपुरवती जालालाई कल्लो के पल्लो स्वर्ग जाने बाटो त्यता अक्षता खोज्यो त नानी अलिकति ल्याइदिए बाहिर अरे बाहिर कुवाको पछि लगाइदियो अरे बेलामा आउँदा के भने ल ओइ बास्तीको कपडा माथि हालिदिनु ल अब भुरासित छिराएर त पुरा पात्र गर्नु अलि त्यहाँ अलिकति अवस्था राखेको मैले दाइलाई अब हेर मिसाएर एउटा जनाइ राख्नु एउटा फल राख्नु विष्णु 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 श्रीमद् भागवती भिनाजु हुनुहुन्छ नि धुरी कहाँनिर गयो कहाँनिर त्यसलाई ओल्डी खानु न त्यो घर
क्याप्टेनको हाउस निशान